आजको हाम्रो राइड चाहिँ एकदमै रमाइलो भयो। किन कसरी थाहा पाउनको लागि हजुरहरूले भिडियो लास्टसम्म हेर्नुपर्नेछ। सो हेलो साथीहरू नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। आजको हाम्रो राइड रहेको थियो इचङ्गु भगवती थान एन्ड इचङ्गु नारायण। सो लाग्यौँ हामी आजको हाम्रो राइडतिर। आजको राइड चाहिँ कतै धेरै उकालो बाटो, कतै धेरै ओह्रालो बाटो, कतै गाडीको जाम, यस्तै सङ्घर्ष पार गर्दै गर्दै साथीहरू हेर्नुहोस् त, काहीँ सकेको ठाउँमा चलायौँ, कतै नसकेको ठाउँमा डोरायौँ। यत्तिकैमा पुग्यौँ हामी भगवती थान। भगवती थान चाहिँ दसैँमा मात्र खोल्ने भएकोले आज हामीले बाहिरैबाट दर्शन गऱ्यौँ अनि त्यसपछि चियाहरू खायौँ। हाम्रो मङ्गलबारको राइडमा चाहिँ हामीले सामान्य चियाहरू खाएर मात्र फर्किन्छौँ अनि शनिबारको चाहिँ एकदमै भव्य हुन्छ साथीहरू। हेब्बी नै लान्छौँ खाजाहरू, भिडियोहरू खिच्छौँ, नाचगान गर्छौँ, एकदम रमाइलो गर्छौँ, टाइम वेस्ट गर्छौँ। अहिले चाहिँ अब मङ्गलबार सबैजना अफिस जानुपर्ने हुन्छ। सो हामीले छिटो छिटो गरेर फर्क्यौँ अनि त्यसपछि इचङ्गु नारायणमा गयौँ, फोटो भिडियोहरू खिच्यौँ, परेवाहरूसँग एकछिन दौड्यौँ अनि त्यसपछि यो धाराको पानी खान त छुटाउनु भएन, एकदमै चिसो साथीहरू, एकदम मिठो हुन्छ, पानीभरि बनाएँ अनि त्यसपछि हामीहरू एकदमै रमाइलो गरेर फर्क्यौँ साथीहरू।